सिंगल आयो फेरि सिंगललाई गाह्रो पनि गाह्रो हुन्छ साह्रै गाह्रो बिहा गरेको छैन अब गर्नु पर्यो घर चाहिँ कहाँ नि बिहा पाएपछि गर्नु मेरो जन्मघर बागलुङ जन्मघर अहिले बसाइ चितवन पनि छ अनि उता पनि छोडेको छैन उता अङ्कलहरू यता मम्मी बुवाहरू यसो त म त बागलुङको मैया मादिएको भयो अब केटी चाहिँ नि मादितिरको गर्ने हो कि मादी भने क्या स्याङ्जामा होइन उता बेनीपट्टि पर्छ बुवा मेग्दी हाम्रो मूल घर पोखरै हो लामाको ए हजुर हजुर पोखराको यहाँ थुप्रै हुनुहुन्छ मान्छेहरू कम्नु अहिले यो अप्रिलमा आज ट्याक्क आउँदा चाहिँ त्यही 10-12 मिनटको फरक पर्छ कि त्यो हिँडेर चाहिँ त्यहाँ चाहिँ एकजना मुवा अलि अस्ति नुहारेर बनाएको टुइ हिँड्दै हुनुहुँदैछ मेरो गाडी स्पिड थियो मैले देखेँ उहाँले देख्नुभयो अब त्यस्तोमा कहाँ रोक्ने होइन यस्तो कुदाउँदै थियो 70 को स्पिड थियो उहाँ नि यस्तै कुद्दै हुनुहुँदैछ बिहान बिहान बढी हुन्छ यसो घुचुक्क 70 मै 60 मै यसो घुचुक्क कतै छोइयो भने पनि ठुलो पर्छ के यहाँ त हाम्रो वहाँ जस्तो होइन रहेछ यहाँको त स्पिडै बढी अझ यो हाइवे 100 मा त कुदे जस्तो लाग्दैन एकदम कुदे हाम्रो 100 मा कस्तो लाग्छ हजुर खैन 100 कुदाउने ठाउँ खै र लाग्यो 100 बाबुले कुदाउँदैन कहिलेकाहीँ बाबु कुदाउँथ्यो होइन उसमा चाहिँ कुदाउनु मिल्छ है हाइवेमा उता चाहिँ पूर्व पश्चिम राजमार्गतिर त्यही अहिले खोलेको थियो कि हामी गएन हेटौडा गएर कि हो त्यहाँ हो त्यहाँ मात्रै हो त्यो मदन भण्डारी राजमार्ग त्यहाँ चाहिँ अलिकति मिल्छ अन्त छैन ठाउँ गुरु केही नखाने चिया खाने अनि खाना खानुहुन्छ हुँदैन के रोटीहरू रोटी भन्दा पनि अलिकति फलफुल खाए अनि खाना कहाँ खान्छ त हजुर खाना घरमै गएर गोविन्दाय नमः शिवाय अनि यिनी आचमनीलाई उतै राखिदिनुहोस् हजुर अनि यसो हात धोएर चाहिँ बत्ती बाल्दिनु यो चाहिँ यताबाट आउनुहोस् हरिओम श्री शुभम भवन्तु कल्याणयोगी सुख सम्पत्ति ज्ञानयोगी प्रकाशमय देवज्योतिर्नमस्तुते बोधिपं त्वं वर्णरूप युगधारणिवाक्रम इहं वयं कृतां पूजं गृहाणं परमेश्वरम् आउनुहोस् यसो आउनु र एउटा हातमा फुल ल्याएर प्रार्थना गर्नु फुल चाहिँ यो प्लास्टिकमा होइ छोडेछ हामीले वर्तमानमा बाउको काम छैन काम छैन गोदान गर्दा मात्रै हो हरिओम नमस्ते केशवलान्त वासुदेव नमस्ते वासना वासुदेवस्य वासित वनयन्त्रं सर्वभूतनिवासिनी वासुदेव नमस्ते दीपज्योति परमब्रह्म देवज्योति जनान्तम बोधिपं त्वं वर्णरूपयुगधारणिवाक्रम इहं वयं कृतां पूजां गृहाणं बुवा हाम्रो चाहिँ यो दीपमा तेल अलि कम भयो कि हल्का यसो हजुरले अर्को दुईटा नै हाल्दिनु हुन्छ थप्दिनु कति साह्रै परेर रहेछ तर ठिकै छ ल्याउनुहोस् अनि त्यसपछि हजुरले यसो दीपमा पुग्ने गरेर त्यहीँबाट यसो छोडिदिनुहोस् अग्निमै पऱ्यो ठिकै छ अनि यस लगत्तै हजुरले कुशको आसन भन्छ नि हामीले चाहिँ उहाँ कुशमै आसन बनाएकोमा बस्थ्यौँ नेपालमा हो यहाँ त कहाँबाट पाउनु र होइन त्यसलाई यसो आसन मुनि राखिदिनुहोस् कुश आसनम अनि हजुरले भन्नु त आदर शक्ति कमलशाय नमः अनि हजुरले चाहिँ त्यहाँबाट जौती ल्याएर पश्चिम उत्तर दक्षिण 4 दिशा सेर्चन गरिदिनु भनेको फ्याँकिदिनुहोस् हजुर पूर्व पश्चिम उत्तर दक्षिण मेरो पृष्ठ श्री श्री सन्तलम देव पूर्व देवता आसन विनियोगम पृथ्वी तोयम गृहीत लोकदेवी तोयम च विष्णुना च
हरियम श्री अपरसन्तु यावता यावता भूमिशस्त्या यावता विघ्नग्रास्तेन यस्तु शिवयज्ञम् ओम अप्रक्रान्त भूतानि पिचाच पूजा कर्म समारभे। हजुर अनि यसपछि हाम्रो औँठी लाउनु हजुरले चाहिँ दाहिने हातको साइ ल्याउनु। हजुर फलफुल यस्तो सार्नु मतिर सार्दिनु पर्छ है। हजुर अब बल्ल उहाँलाई छुनु पर्छ है। यहाँ राख्नु। सानो बाछी राख्नु। एउटा कोइन भुइँमा ब्रह्मकल्पे सत्यत्रेता द्वापरान्त्य सविशंसिते कलियुगस्य प्रथम चरणे जम्बूद्वीपे भारतवर्षे आयतवर्त अन्तर्गत श्री हिमाल प्रदेश देशे क्षेत्र अन्तर्गतम श्री नेपाल देशे राज्य क्षेत्र अन्तर्गतम। हाम्रो चाहिँ नेपाल कहाँ भन्नुभयो? टोपीघाट। हजुर टोपीघाट ललितपुर। अनि हामीलाई जस्तै सिरान गरे भनेपछि चिन्छन् जस्तै हजुरहरूलाई त्यस्तै केही चिनारी छ घरको? चोबार टोबीघाट अन्तर्गतम भनौँ। चोबार टोबीघाट अन्तर्गतम। अनि हजुरको नुहारनको नाम? डम्बरबहादुर। डम्बरबहादुर। हजुरको? अनि हजुरहरूको गोत्र? कौशिक गोत्र हमसन मोहम्मद सुपूजिता विश्वरूपेण ब्रह्मरायम। अनि आजको चाहिँ हाम्रो चाहिँ अहिले बसेको घर है अस्ट्रेलिया देशीय क्षेत्र अन्तर्गतम। अब यसलाई पश्चिम अस्ट्रेलिया भन्छ कि है। पश्चिम अस्ट्रेलिया देशीय क्षेत्र अन्तर्गतम रकिङहामी पर्व है यो पमिलिया ग्रामीण क्षेत्र अन्तर्गतम। श्री अब हजुरहरूको चाहिँ यहाँ के अरे हजुर चाहिँ बस्नेत निवास हम श्री डम्बर बहादुर नाम हम। हजुरको? किम कुमारी नाम हम। श्री अब आजको चाहिँ नामकर्मणी अधिकारी सिद्धाय। ओम नमो नमस्ते केशवदान्त। हातमा फुल्याएर प्रार्थना गर्नु। नमो नमस्ते केशवदान्त वासुदेव नमस्ते वासुदेव वनेन्द्रम सर्वभूत निवासिनी वासुदेव नमस्ते देवज्योति परम्परमा देवज्योति जनार्दम बोधिपम परमरूपे योगधारणिवाकरमि हम्मयं क्रीतां पूजं गिरिहारं परमेश्वरम चढाइदिनुहोस्। कर्मसाक्षिणे ओम दीपनारायण नमो नमः। केही छैन ओम दीपाय नमः। अब बुवालाई पुग्दैन एउटा भेटी ल्याउनुहोस्। हजुर हुन्छ बुवा ल्याउनुहोस्। यिनलाई हाम्रो अहिले हजुरले चढाइदिनु होला दीपलाई है। दीपनारायण पैसा एउटा हजुर अनि भगवान हजुर अनि त्यस पछाडि जल राखिदिनु अलिकति अनि फुल एउटा भेटी फुल एउटा भेटी हाल्छ सानो भेटी र फुल किन नउठेको फेरि? आज मेरो नुहारन भनेर होला नि, भाउ खोजेर निनी गल्या होला नि। मलाई दिएन अलिकति चिसो भइसकेको छ। अब यस लगत्तै हामीले चाहिँ दीपलाई पूजा गर्नुभयो अनि फलफुल र भेटी चढाइदिनु भयो। यो चाहिँ दीपमा राखिदिनुहुन्छ है। दियोमा यसो चढाइदिनुहोस्। ल यस लगत्तै हाम्रो तिनलाई आडमा छ नि एउटा बिचमा कलश, तिनी चाहिँ मेन कलश आजको। तिनलाई यसो जल सेर्पण गरिदिनुहोस्। फुलले गर्नुहोस्। फुलले गर्छ। अलि पुग्ने गरेर गर्दैछु। अनि हेर्नु त यिनमा गरुड भगवान, कलशमा चाहिँ वरुण भगवान, अनि वरुण सँगसँगै अहिले फेरि हजुरको ब्रह्मा विष्णु महेश्वर तिनजनै हुनुहुन्छ। मैले हजुरलाई चाहिँ अब कलशको अङ्ग पूजा गराउँछु। हजुरको नजिकै यिनै कलशलाई पूजा गर्नु होला। हजुर थोरै जौतिल राखिदिनुहोस्, चन्दन अक्षता राखिदिनुहोस्, अनि पुष्प फुल राखिदिनु, अनि यसो पूजा गर्नु। ओम पूर्णदर्वी परापत सुपुना पुनरपतस्येनां सक्राक्रान्तो ओम सर्वे समन्वसरि तीर्थानि जलदानदायन्तु यजमानस्य दुरितछाय कराकम्। अब हजुर रेडी भएर पूजा गर्नु है। ओम कलाकला हि देवानां दानवानां कलाकला समियानां निर्मन्त स्मन्त कलशने कस्ता। कलशको मुखमा छोएर विष्णु विष्णु भन्नुहोस्। विष्णु विष्णु भन्नुहोस् 3 फेरा भन्नु है। अनि कण्ठे रुद्र घाँटीमा छोएर शिव भन्नुहोस्। कपुर पनि यस्तै राख्नु।
कपुर त्यसमा भन्दा नि यहाँ तलतिर यसो माथिबाट लगाइदिनु संविधानमा माथि माथि बोल्छ माथि हाम्रो बरणी भनेर केही ल्याउनु भयो र बर्माड बरणी हजुर ल्याउनुहोस् यसपछि हजुर त्यो दुना नराख्नु दुनालाई निकाल्नुहोस् हजुर फेरि बर्माड बरणी अब हामीले यहीसँग राखेर हाम्रो सिधासँगै खास अनि नानीलाई मैले दाहिने हातमा डोरो पनि बाँधिदिन छ गुरुले नाम राख्दा सबै गर्दा हेरेको हेरै भइदिन्छ नाम राखेर त दक्षिणा त हो नि अन्तिम दक्षिणा अब सबै हाम्रो मेन दक्षिणा उसले यहाँ राख्छु अनि दक्षिणा गुरुलाई दिने दक्षिणा राखेर टिका लगाइदिएर गुरुको हातमा दिने अनि सुन्नु त म यो हजुरले कन्दानी बनाउनलाई ल्याउनु रहेछ अनि त्यसपछि कन्दानी हजुरको बाटी बाटी बनाउनु जनै बाटी जस्तो बनाएर अनि खास त यिनको पनि हजुरले गर्न मिल्छ खास होइन तर त्यही कालो धागोको पहिला त्यही लाउँथ्यौँ हामी अनि त्यहाँ मेन विशेष त तिनै हुनु तिनलाई बाटेर बनाएर कन्दानी अनि